हेलो एभ्रिवान, ल सबैजनालाई स्वागत छ। देख्न सक्नुहुन्छ म चाहिँ अहिले यहाँतिर कहाँ आइपुगेको छु भने त आलुबारीमा आइपुगेको छु। उसले चाहिँ उपर आलु खन्दैछ। अब यो भटाङ्गे चाहिँ खन्ने बेला भयो, त्यही भएर चाहिँ यो चाहिँ कृषि हो। यो हरियो देख्ने चाहिँ, अनि त्यो पर उसले खनेको चाहिँ भटाङ्गे हो। तपाईँहरूलाई म देखाइदिइहाल्छु होइन। यो चाहिँ हामी जहाँ गयो त्यहीँ हिँड्छ, अहिले खान्छ है झापड तैँले। हाम्रो पछि पछि हिँडिबस्छ क्या। यो मुनिको पनि खन्नु बाँकी छ भन्छन्। गाजर आलु अब त के को म त यहाँ लुगा लागेर थाकिरहेको छु। अब सुत्छु म त। गाईहरू कहाँ पुग्यो? कहाँबाट ल्याउनु भाँडाहरू? खै कता छ कि? यस्तो हुन्छ है त गाई हेर्नु होला। यता पनि खन्नु बाँकी छ होइन। यो मरेको इनर चाहिँ अब के हो भने यसलाई चाहिँ भनिन्छ तपाईँको त्यो उस हो र, गाजरै हो र। त्यता रोपेको यो पनि गाजरै हो। हेर्नु न यस्तो छ। गाजरे आलु, आजरे आलु, आलु 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 देखो गाई। ए यतिमा यति मात्र निस्केको? 2-3 पनि निस्किँदैन है। हट, यति गर्नुको लागि बार्नुको लागि यहाँ 3000 जति खर्च हुन्छ। हेर्नु न अब 2-3 निस्केछ अब आलु। अब खेती किसान गर्नु कति गाह्रो छ त तपाईँहरू अन्दाजा लाउनु होला। यो फर्सीको बोट, फर्सी पऱ्यो के अरे, सिमीको बोट, यी आलु यस्तो। आज आलु पकाएर खाइदिउँ क्या हो। तर के मिठो हुन्थ्यो है, खानै खाउँ है। आलु के खानु, आलु नखाउँ है। खाना खाएको जस्तो हुँदैन, हुँदैन। म त खानै खाने यार। थोरै बिहानको त्यो परबाट लिएको पनि बाँकी छ त, त्यो पनि खानु पऱ्यो नि। त्यही कारणले उयो बिचको चाहिँ के हो, हाम्रो कृषि हो क्या है उयो। त्यही भएर त्यो माथिको चाहिँ कसले खनेको? ल ल ल गाई त्यस्तै हो। मकै पनि आउँदैछन्, यस्तो छन्। अब यो चाहिँ पो अचम्म लाग्दैछ त। अब यत्रो खनेर 2-3 आइदिन्छ आलु। 2-3 को आयो भाउले पनि बेच्ने हो भने त 800 रुपियाँ, बढी 500 दियो भने 500 रुपियाँ, 1000 रुपियाँमा। हेर्नु त मसिनो कति निस्केछ। यो मसिनो चाहिँ अलिक बिउहरू पनि राख्नुपर्छ बुढी। बिउ राख्नुको लागि बिउ र मसिनै राखेको। यो रातो चाहिँ अब म छुट्टै राख्छु एउटा। इनर रातो अर्कै खालको रहेछ त्यो रातो। कस्तो राम्रो छ, कलर पनि कस्तो दामी निस्किन्छ कि यो। अनि यो इनर चाहिँ रातो रातो चाहिँ ऊ झन्डै बराबर निस्केछ। यसपालि हो त रहेछ नि, सानो रहेछ आलु नै है। के गर्नु भाइ? एमा झन्डै 2-2ले 4। लौ किरा खानु आएको। यो चाहिँ किरा खाँदै बस्दैछ। उसले त्यहाँ खनेर दिन्छ, अनि ऊ चाहिँ मस्त, ऊ चाहिँ किरा खाने, उसले चाहिँ त्यहाँ आलु खाने। किरा परेछ अरे ऊ आलुतिर गाई। हेर्नु न त्यस्तो छ, किरा खाँदै बस्दै। यस्तो छ यसको बच्चाहरू थियो। कता गयो यो? कता गयो कता गयो छोइन होला। त्यही हो गाई। अब मेरो यहाँ भिडियो पनि पुग्नु लाग्यो। भिडियोको टाइमिङ पनि अब अलिकति थोरै 2-3 मिनट पुग्दैन छ। अब उहाँ पनि के अरे गाउँ पनि खुर्रिएछ गाई। गाउँ खुर्रिएछ भनेको मतलब के भइछ भनेको थाहा छ तपाईँहरूलाई। अब यो बिचतिरको त मरिसकेछ है। उसले खाँदा के अरे दुम्सीले खाँदा त केही खानै पनि नदिने भयो त ऊ गाई। दुम्सीले खाएर बिग्रेछ यो। ल एकछिनमा लिएर आउँछु म भाँडा। ल ल ल अब त्यो गाजरे आलु हाल्नुको लागि म धारातिर जाँदैछु गाई। भाँडा ल्याउनुको लागि गई पो हाल्नु पऱ्यो। जाँदैछु होइन, गइहाल्ने। गाजरे बरु ऊ तलतिर चाहिँ मजाले उम्रियो कि है। उयो यतापट्टिको क्या हेर्नुपर्छ अब उम्रे कि उम्रेन भनेर। त्योभन्दा पहिला चाहिँ मैले यहाँबाट छिटो लिएर आउँछु। के पो भन्छ, आलु लाउने भाँडा भनेर। फर्सी पनि छ गाई यता कोहीतिर। यो भइहाल्यो। सिमी फर्सी कराउँदैछ कुवा गर्दै। पारीतिर पुग्यो कि गाई? पारीतिर त पुगेन होला, नपुग्नु पर्ने हो पारीतिर। यो पनि खन्नै छ, यो पनि मरेको हो।
यो चाहिँ गाजरे हो गाइस पुरै रातो खालको रातो रातो लाम्चे लाम्चे गाजर टाइपको भएर गाजरे नाम नै गाजरे आलु यहाँतिर अब यो बाल्टिन लगेर जानुपर्छ माथि म यो बाल्टिन चाहिँ किन लगिन्छ थाहा छ तपाईँहरूलाई आलु लाउनुको लागि लगिन्छ यहाँबाट यो उसले चाहिँ खानुसम्म खायो यार मलाई चाहिँ भुस्नाले बहुत खाइहालेछ अरे के भइहालेछ भुस्नाले खाइहालेछ भुस्नाले खायो गाइस भुस्नाले खायो अब कस्तो डर लाग्यो मान्छेलाई उसको रहेछ के अरे यस्तो यो खालको झार रहेछ यो झारको डाक्ला रहेछ त्यो पनि डर लाग्यो यहाँतिर डर लाग्यो माइ लड भने जस्तो मकै खै के गर्ने हो कि मकै पनि हुनु पर्यो नि छर्नुको लागि ए त्यो अस्ति यिनीहरू त घोकै आउँछ होला यार यिनीहरू त है ल ठिक छ गरिदेऊ हुन्छ है भइहाल्छ यहाँ आलु टिप्नु सक्छ खुम्ले किरा खाँदै आइ हेर्नु न कत्रो ठुल्ठुलो आलु रहेछ छेत्त यस्तो त छन् आलु पनि आलुले गरिन् काम आलु दम चाना भनेको जस्तै यही हो त आलुको भ्लग आज चाहिँ आलु भ्लग भनेर राख्नु पर्यो आलु खन्नु थाल्यो भनेर आलु भ्लग भनेर धेरै पछि आलु खन्न सुरु गरियो भनेर राख्दिनँ पऱ्यो क्या धेरै पछि आलु खन्न सुरु गर्यो गाइस भनेर है आलु खन्न सुरु गर्यो भनेर राखिदिनु पऱ्यो के गर्नु गाइस लगाइछ अब म चाहिँ यहाँ खुट्टा धुनु पऱ्यो चट्टसँगले खुट्टा धुनु पऱ्यो यो सबै के अरे भुस्नाले खाएर दाम्रा बनाउँदैछ हेर्नु त पुरै भुस्नोले हैरान बनाउँदैछ हैरान भुस्न डेन्जर रहेछ गाइस म देखाउँछु है तपाईँहरूलाई कस्तो बनाउँछ भुस्नाले खाएको म तपाईँहरूलाई पक्नु चाहिँ सकौँ है यहाँ धुइसकेपछि म तपाईँहरूलाई देखाइदिइहाल्छु ल भुस्नाले कुन तरिकाले समेत खान्छ हाम्रो भुस्ना साहेबले यत्र टुटुल्का उठाउँछ यार देखाइदिन्छ है त ल तपाईँहरूलाई पक्नु है त यहाँतिर हेर्नु त फोको उठेर यो पक्नु है यसमा चाहिँ देख्छ होला यसरी चाहिँ भुस्नाले पुरै खाइदिन्छ यसरी भुस्नाले खाएर हत्तु बनाउँछ यो चाहिँ हामी जता हिँड्यो त्यतै हिँड्छ कि यो काम छैन यो भेटलास दामसाङ फेरि बाबु नानीहरू दामसाङ ऊ हेर्नु कहाँ हिँड्छौ जहाँ पछाडि त्यहीँ नहिँड त ए जहाँ हिँड्यो त्यहीँ नपछ त फुल हेर्नु फुलको थुङ्गा केही कस्तो दामी फुल फुल्दैछ यहाँतिर यता पनि फुल्दैछ यता छेउमा पनि फुल्दैछ फुलहरू फुलै फुल यो त पछि गर्दैछ बुढी उसले चाहिँ त्योभित्र उयो यो कुकुर हो काम छैन फुलै फुल छ नि गाइस यता पनि फुलै फुल सो खाकी माइज या पर्दैछ खाकिम चाहिँ राति अलि माथिल्लोपट्टि देखेको थियो खाकिम त्यहाँ रहेछ अरू बच्चाहरू कता गइन् ऊपर चलिरहेको छ एक्लै घन्टे फुल गाइस यो चाहिँ घन्टे फुल हो घन्टी जस्तो हुँदैछ नि त त्यही भएर घन्टे फुल सो ऊ पर छ
थ्याङ्क्स फर वाचिङ गाइज डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब ओके बाई बाई हेर्नु न बादल यस्तो मजाले मरेर आएको छ